बेलुकाको 7:13 गएको छ। बाबुको खाना यदि छ। योभन्दा सानो बोटुको छ क्या मेरो। ल यति खाना खाइरहेको छु यार, मोटाइयो भनेर पिर लागेर। यति खाना खाँदाखेरि पनि साला मोटाउँदैछु यार म। अजिब भइरहेछ क्या। ओइल नै छैन, सादा खाना। के खानु म, के खाऊँ, के नगरौँ। दिउँसो त आज झन् खाजा पनि खाएको छैन मैले। ल कसम अर्को दिनको खाना। वेट घटाउनुको लागि चाहिँ मैले जिम जानै मिल्दैन क्या। मेरो हात यो पहिले नै फुटबल खेल्दाखेरि फुस्केकोले गर्दाखेरि कुनै खालको त्यस्तो हार्ड एक्सर्साइज गर्नै मिल्दैन। यसरी झट्काउँदाखेरि पनि फुस्किरहन्छ क्या। त्यो भएकोले गर्दा चाहिँ म साधारण एक्सर्साइज गर्छु, कुद्छु, डुल्छु, हिँड्छु। भुँडी धेरै लाग्यो कि घिनलाग्दो देखियो बुढेसकालमा। जिमको भाषा आउँदैन होइन, कति क्यालोरी खाने, कति के खाने, के मेन्टेन गर्ने भन्ने। बस यदि अब यसलाई काउन्ट गऱ्यो भने चाहिँ यो 250 ग्रामदेखि 300 ग्राम छ। दाल भात छ अनि यसमा मसरुमको तरकारी। तातो पानी खायो, पानी खायो, चिया खायो। What's up buddy? Good morning everyone. It's Saturday morning. हामी आज जाँदैछौँ धरानको शनि सङ्कटा मन्दिरको छेउमा रहेको विश्वकर्मा बाबाको मन्दिरमा गएर हाम्रो नयाँ बाइकलाई पूजा गर्ने हो। ड्याङ ड्याङ नरिवल फुटाउने हो, कागती सागती के खिच्याउने हो होइन। अनि बाइकले धोका नदियोस् भनेर प्रे गर्ने हो। म पनि जाने, बुढी पनि जाने, नेहा पनि जाने, बाबु पनि जाने, सबैजना जाने भइरहेको छौँ। धरानमा एकछिन निस्किन्छौँ, खाजा खान्छौँ अनि त्यतै हुँदै हामी बाङ्गी निस्केर एकछिन बाङ्गी पनि गएर आउँछौँ। रेडी भइसकेको अवस्था छ होइन। ओइ लुगा लाउनु तिमीहरू। अब यिनीहरू त निस्किने भनिरहेछौँ र निस्किने त भनिहाल्यो गाइस। तर वेदर हेर्दाखेरि यस्तो छ है फेरि। ल ए मामा 8:30 भइसकेको छ। मैले नयाँ हेलमेट, बाइकसँग म्याच हुने खालको हेलमेट लिएको थिएँ। यस्तो छ, कस्तो दामी खिचिदिन्छ यार। गोप्रै चाहिँदैन। ल आवर्तन त रेडी नै भएको छैन त नि। आवर्तन रेडी गराइछ न मामु। मौसम अझै खुल्नु बाँकी नै छ। वी आर गेटिङ लेट। वाउ, सो नाइस। आवर न्यू बाइक। Are you okay? Oh my god, I look like a duck. और के दियो चाहिए दियो।
भोक लागिरहेको थियो के को मासु यो अनि बोइलरको के को खानु काटिका मैले निकाल्दै वाउ भाउजू भाउजू के भयो ने मम्मी त जाने बेला ठुस्स पर्नु हो त के हो फकाएर हैन है दाइ भाउजू त ठुस्स पर्नु हो त के हो इनका एकछिन के हो मम्मी किन ठुस्स पर्नुको छोरी जनाटेर हो यस्तै छ हाम्रो परिवारलाई एकैछिनमा काचाङ कुचुङ हुन्छ कमेडी हुन्छ एकैछिनमा रमाइलो हुन्छ आमा छोरी को हल्का ठास ठुस पनि पर्यो हेर्न म जानेर तँलाई कति राम्रो बनाएको हेर्छु हो जाने बेलामा तपाईलाई कस्तो राम्रै बनाइराखेर जानेर दाइले अब तपाई राम्रै बनाइराखेर जानुहुन्छ नि त्यसको एक हप्तापछि भाउजू भुत जस्तो भइहाल्नुहुन्छ होला सत्य यो कुरा बाइकको नम्बर प्लेट हाल्नु जान्छु यहाँनिर अन टेस्ट पनि केही लेखेको छैन हैन यस्तो छ यसले ट्राफिकले देख्यो भने चाहिँ ओभर ल्याङ गर्छ विश्वकर्मा बाबाको मन्दिरमा पूजा गरी आइसकेको छ तर यो यस्तोहरू लाउनुको कारण चाहिँ के हो मेन रिजन चाहिँ केही थाहा छैन हैन यो लाउनुपर्छ भनेर त्यो गुरुले नै लगाइदिइराख्नु भएको थियो यो के हो यसले यो लाउँदाखेरि के हुन्छ नलाउँदाखेरि के हुन्छ भन्ने कुरो चाहिँ मलाई थाहा छैन एउटा हावाकै भरमा लागेको छ होला केही विश्वकर्मा बाबालाई मनपर्ने रङहरू यस्तो ध्वजा पताका होला विश्वकर्मा पूजाको दिन पनि यस्तो व्यापक देखिन्छ एक दुई दिन झुनाइदिइराख्नु यसलाई पनि केही छैन